हजुरको साथ पाएपछि त डराउने कुरै छैन। रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। रवि यहाँ माथि छ, त्यो गगन थापा त यहाँ तल छ पपुलारिटीमा। र जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोल दिन्छ यति चाहिँ म भन्न। सर्वोच्च अदालतले सुनायो रवि लामिछानेको पेशीमाथि फैसला, देशमा न्याय मरेको छैन। आज रवि लामिछानेले न्याय पाए, बन्दी प्रत्यक्षीकरणको मुद्दाको फैसलाले ल्यायो खुसीको खबर। रवि लामिछानेको पक्षमा खम्बा बनेर उभिए माओवादी नेता प्रचण्ड, बालेन हर्क साङपाङ सहित गोपी हमाल पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने। तुइयो केपी ओली र सूर्य थापाको रविलाई फसाउने सहकारी काण्डको भित्री रहस्य, अन्ततः रवि लामिछानेले न्याय पाएरै छोडे। रविको बन्दी प्रत्यक्षीकरणको पेशीको आज नै बहसको माध्यमबाट फैसला सुनायो। रवि निकट व्यक्ति भन्छन् अब देशमा उथल पुथल हुन्छ, ओली र देउवाका दिनगिन्ती सुरु, सत्ता छोडेर भागे हुन्छ। 5वटै जिल्लामा भएका रविका सहकारी मुद्दा अब एकैसाथ फैसला सुनाइने सर्वोच्चको आदेश। पर्सा जिल्लामा रविको सहकारी मुद्दा दर्ता नहुने, यस्तो छ भित्री वास्तविकता। कारागार कार्यालय भैरवमै मचियो बबन्डर, रविका समर्थकले मचाए हङ्गामा, नाराबाजी सहित व्यापक विरोध। अन्ततः कारागार मुक्त भएपछि रवि लामिछाने भए खुसी। अब निलम्बन गरिएको संसद पद पनि फुकुवाको माग गर्दै सर्वोच्चको ढोकामा पुग्ने। रविमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउन नमिल्ने विज्ञको ठम्मै, सङ्गठित अपराधको मुद्दामा पनि अब हेरफेर गर्नुपर्छ। रविलाई फसाउन करोडौँ करोड खर्चिएका केपी ओलीको कालो कर्तुत सार्वजनिक, गगन थापाले खोले ओलीको मुकुण्डो। फेरि रविको पक्षमा उभिए गगन थापा, दिए सरकारलाई ठाडो गर्दन, ओलीको साथ छोडेर काङ्ग्रेस अब नयाँ सरकारको समीकरणमा मिल्ने। माओवादी र कङ्ग्रेस मिलेर नयाँ सरकार बन्ने, नयाँ सरकारको प्रधानमन्त्रीमा रवि लामिछाने, माओवादी काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी एकजुट। अन्ततः आज रवि लामिछाने र प्रचण्ड बीच 2 घण्टा लामो भेटवार्ता। प्रधानमन्त्री तपाईँलाई नै बनाउँछु, प्रचण्डको भनाइ। यस्तो छ पुरै जानकारी। दर्शक बिन्द नमस्कार अनि हार्दिक स्वागत छ अनलाइन टिभीको अर्को भिडियोमा। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि हामीलाई सब्सक्राइब गर्नुहोला, छेउमा रहेको बेललाई थिच्नुहोला, भिडियो मनपर्छ भने साथीभाइलाई हेर्न भन्नुहोला, भिडियोमा 1 लाइक गर्नुहोला। तपाईँको मनमा लागेका जिज्ञासा, प्रश्न, खुल्दुली र कौतूहलता छन् भने अवश्य पनि हामीलाई कमेन्ट गर्नुहोला र तपाईँको मनमा लागेको प्रश्नहरू हामीलाई जानकारी गराउनुहोला। दर्शकबिन्द आउनुहोस् प्रसङ्ग सुरुवात गरौँ। आज सर्वोच्च अदालतमा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दालाई लिएर पेशी सुरु भएको छ। अस्ति बिहिबार मात्रै क्यान्सिल भएको पेशीको आज सुनवाई हुने भएको छ। यसो त रवि लामिछानेले आज सर्वोच्च अदालतबाट न्याय पाउने पक्का पक्की छ। जहाँसम्म रवि लामिछानेलाई कारागार मुक्त गर्न भनेर सर्वोच्चको आदेश आउने र यता रवि लामिछानेलाई लिएर उनकी श्रीमतीले 3टा मुद्दा सर्वोच्चमा दर्ता गरेकी छिन्। जहाँ काठमाडौँ र चितवनमा मागेको धरौटी किन मागियो बिना प्रमाण, यसमा धरौटी फिर्ता गर्न र बन्दी प्रत्यक्षीकरणको मुद्दासहित बिना कारण कारागार पठाएको जस्ता कुराहरूमा मुद्दा दायर भएको छ भने यति बेला सर्वोच्चले बिहिबार क्यान्सिल गरेको पेशी आज फेरि छ। रविको पक्षमा आज सर्वोच्चले न्याय दिनेछ र फैसला सुनाउनेछ भन्ने विषयलाई लिएर यति बेला सामाजिक सञ्जाल व्यापक तातिएको छ। स्वयं रवि लामिछानेले पनि अब मैले न्याय पाउँछु भनेर ढुक्क छन्। रवि निकट व्यक्तिले यति बेला कारागारको कार्यालयको अगाडि बबन्डर मचाउनु भएको छ र त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ भने यति बेला रवि लामिछानेलाई रिहाईको माग गर्दै व्यापक विरोध भएको छ। वर्तमान सरकारको व्यापक विरोधमा यति बेला रविको सचिवालयले रविमाथि अन्याय र अत्याचार भएको र उनले कारागार मुक्त हुनुपर्छ भन्ने आम त्यहाँका मान्छेहरूको बुझाइ र विरोध पनि रहेको छ। दर्शकबिन यति बेला देशका विभिन्न जिल्लामा रवि लामिछानेको मुद्दा दर्ता गर्दा जाने हो भने कति जिल्लामा एकैचोटि एकै दिनमा रविले आफू उपस्थित गराइसक्ने हुन्। त्यसैले अब सर्वोच्चको आदेशअनुसार जहाँ जति मुद्दा भए पनि रवि लामिछानेले काठमाडौँबाटै सबै मुद्दाहरू फेस गर्न मिल्ने वातावरण बनाइदिएको छ। दर्शकबिन यता रवि लामिछाने र प्रचण्ड बीच आज 2 घण्टा लामो भेटवार्ता भएको छ र प्रचण्डले रवि लामिछानेलाई तपाईँ भावी प्रधानमन्त्री तपाईँ नै हो, तपाईँसँग समीकरण सहित अब काङ्ग्रेस, माओवादी र रासपा मिलेर नयाँ प्रधानमन्त्री तपाईँलाई चुन्छौँ र नयाँ सरकार बनाउँछौँ भनेर आश्वासन समेत दिनुभएको छ। यसो त प्रचण्डले रवि लामिछानेको विरुद्धमा गएर आजसम्म विरोध गरेको कुनै संवाद भेटिँदैन, कुनै भाषण देखिँदैन, कुनै सार्वजनिक कार्यक्रममा गएर बोलेका अभिव्यक्ति देखिँदैन। तर
सुरुवाती दिनदेखि अन्तिम दिनसम्म रवि लामिछाने पक्षमा अहिले पनि प्रचण्ड बोलिरहनु भएको छ रविको पक्षमा। यसो त रवि लामिछानेसँगको आजको 2 घण्टा लामो भेटवार्तालाई लिएर सकारात्मक पक्ष पनि देखिएको छ। अब कङ्ग्रेसले रवि लामिछानेलाई साथ दिने भएको छ। ओलीले गभर्नरको नियुक्तिमा तलमाथि गरेको भन्दै शेरबहादुर देउवाले यो सरकार ढल्न सक्ने चेतावनी दिएसँगै गगन थापाले केपी शर्मा ओलीको मुकुण्डो संसदमै खोलिदिए। मुकुण्डो खोलिसकेपछि हिजो अस्ति ओलीका झोला बोकेर हिँडिरहेको काङ्ग्रेस आज ओलीको झोला मिल्काएर माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको झोला बोक्न तयार भएको छ। संसदको सबैभन्दा ठुलो पार्टी भए पनि विवेक र बुद्धि नपुगाएपछि कहिलेकाहीँ तल पनि पर्नु रहेछ भन्ने कुरा यति बेला काङ्ग्रेसका नेताहरूले सिकिसकेका छन्। रवि लामिछानेसँगको नयाँ समीकरणसहित सरकारमा अब रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दिएको छ भने यति बेला केपी ओलीको विरुद्धमा गएर अभिव्यक्ति दिँदै आएका गगन थापाले केपी ओली कति गलत र कति सही छ र रविलाई फसाउनमा केपी ओलीको कति हात छ भन्ने कुरा छरपष्ट पारिदिएका छन्। अब रवि लामिछाने कारागार मुक्त हुने सुइँको पाएसँगै रविका समर्थक खुसी भएका छन् भने काठमाडौँमा आज निकै नै हङ्गामा मचिरहेको छ। दर्शकबिन रवि लामिछानेले सहकारी ठगेको कुनै पनि प्रमाण छैन। रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको एउटा पनि प्रमाण अहिलेसम्म अदालतमा पेश भएको छैन। पेश भएको छ गोर्खा मिडिया नेटवर्कमा आएको रकम उनले चलाए, यसर्थ कर्मचारीलाई तलब बाँडे, श्रीमतीलाई दिए, आफू खाए, आफू तलब लिए, यसमा उनको हात देखिन्छ। तर यो सहकारीको प्रमाण भने होइन। तर रविको विपक्षमा रहेका रविमाथि प्रतिशोध सान्न तयार भएका व्यक्तिले नक्कली प्रमाणको सहारा लिएर केपी ओलीको बिरालो भनेर चिनिएका सूर्य थापाले नक्कली प्रमाण जुटाउन माहिर भएका हुने यसरी फसाए। तर सहकारी ठगी प्रकरणमा रविको कुनै पनि हात छैन। हात छ त गोर्खा मिडिया नेटवर्कमा गएको रकमले उनले तलब दिए, खर्च गरे, कर्मचारी खर्च गरे, अफिसियल खर्च गरे, त्यो रकम अपचलन गरेको भने देखिन्छ। तर उनी कम्पनीको एमडी भएपछि त्यतिको हक, अधिकार र पदीय जिम्मेवारी पनि रहन्छ। यही कुरालाई लिएर बढाइ चढाइ गर्दै रवि लामिछानेलाई आज कारागार पठाएको 1 महिना भयो। 1 महिना लामो कारागारको बसाइलाई लिएर रवि लामिछाने चिन्तित छन्। उनी कसैसँग बोल्दैनन्, कारागारमा एक्लै छन्, एक्लै पढ्छन्, एक्लै किताब लेख्छन् अनि कसैलाई भेट्दैनन्। आज उनी निकट व्यक्ति आएको भन्ने थाहा पाएपछि मात्रै उनी बाहिर निस्कन्छन्। हो, रवि लामिछानेको कारागारको जीवन यस्तै छ। दर्शकबिन अब रवि लामिछानेको कारागारको दिन धेरै छैन। आज भर्खरै पेशी सुरु भएको छ भने बहस सुरु भइसकेको छ। आजको बहसबाट आम जनताको बुझाइ र रविको निकट सचिवालयले रविमाथि अन्याय भएको र सर्वोच्चले न्याय दिनेमा दुई मत नरहेको, त्यसैले रवि लामिछाने आजै छुट्नुहुन्छ भनेर आम मिडियामा अन्तर्वार्ता र जानकारी गराउँदै आउनु भएको छ। हस्त दर्शकबिन, रवि लामिछानेको अर्को नयाँ अपडेटका साथ उपस्थित हुनेछौँ। यो भिडियोबाट छुट्टिन्छु। तपाईँको समय शुभ बितोस्। नमस्कार।